जब तपाईको प्राण जान्छ, जब तपाईको सास जान्छ नि, धनी थियो कि गरिब थियो, कुन जातको थियो, कुन चामल खान्थ्यो, मेरो माटोले चिन्दैन। हामी केही पनि होइनौ। हामी संसारमा लामो बाँचे 100 वर्ष, त्यहाँभन्दा जाँदैनौ हामीहरू। त्यसको बादमा नि तपाईलाई माया गर्ने मान्छेले पनि तपाईको शरीरलाई नै रुदै रुदै भए पनि लगेर माटोमा हाल्छ। त्यसको केही दिनमा तुरुन्तै तपाईको शरीर डिस्पोज हुनु सुरु गर्छ। तपाईको शरीर मासुहरूलाई माटो, पानी, किरा बिस्तारै बिस्तारै तपाईको आफन्तले तपाईलाई बिर्सनु सुरु गर्छ। यदि यीशु ख्रीष्टमाथि विश्वास गर्नुभएको छ भने तपाईलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता, तपाईलाई बचाउनु हुने उद्धारकर्ता, तपाईलाई अनन्तको न्यायदेखि कास्नु हुने न्यायकर्ता यीशु ख्रीष्टले स्वर्गदूत तपाईलाई पठाइदिनुहुन्छ।